टाइम हेर्नु पर्यो फेरि होइन बिहानमा para गाडी रोटी हाने पुहाने मत कस्तो लागिरहेको यो चोकमा। हेलो साथीहरू, म चाहिँ यो बुटोल बजारको यो पुरा भ्यू देखाउँदैछु हजुरहरूलाई चाहिँ होइन। म चाहिँ गाडीबाट चाहिँ एउटा भ्लग गर्दैछु होइन। हेर्नु होला, यो चाहिँ बुटोलको तपाईँको यो माथि पुरानो बसपा र माथि पुल हो। यो सर र म जाँदैछु, ड्राइभ हान्दैछु, गाडी चलाउँदै गरिरहेको छु म भ्लगिङ होइन। यो तिना पुल हो, यो तिना पुलदेखिसम्म चाहिँ यस्तो छ यो तिना पुल। सरलाई हेर्नुहोस्, तिना पुल टक्क लाएर यता पारी साइड पुलहरू देखिन्छ होइन। यो चाहिँ तिना पुलको भ्यू भयो होइन। यहाँबाट तपाईँहरू चाहिँ सर अब तपाईँहरूलाई मैले यो तिना पुल म क्रस गर्दैछु। यहाँबाट चाहिँ अब यसको पारी चाहिँ तपाईँको यो पुरानो बसपाराको लाइन भयो, पुरानो बसपाराको। अनि त्यसपछि यो हाटबजार लाइन भयो बुटोलको होइन। मान्छेहरू सामान किन्ने मान्छेहरू यताउति सबै अब यहीँ आउनुहुन्छ होइन हाटबजार लाइनमा। यो सर र म चाहिँ गाडीमा हिँड्दैछु, म एक्लै छु, अब के गर्ने। ल हेर्नुहोस् है, यसरी म जाँदैछु बाटोमा। यो चाहिँ बुटोलको यो हाटबजार क्षेत्र एरिया, यो अमरपथ लाइन सुरु हुन्छ यहाँदेखि उता सर यो बजार एरिया भयो। मेन पोइन्ट बजारको मेन पोइन्ट भनेको यो बुटोलको होइन। यहाँ सर र यस्तो छ यो मेन पोइन्ट बजारको। बजारमा म भ्लगिङ गरिरहेको छु, एक्लै छु, के गर्ने। गाह्रो नमान्नु होला, भिडियो नराएर पनि म हिँडिरहेको छु, एक्लै छु। यहाँ बाटोमा सर र गाडीहरू धेरै छ, भिडभाड चाहिँ बजेर बाटो काट्दै हुनुहुन्छ। कता लाग्ने कि भन्न पर्ने यार, एक्लै छु, के गर्ने साथीहरू। भिडियो अलि रफ आउन सक्छ, हिँडिरहेको छु म भ्लगिङमा सर गर्दैछु। माया गर्नु होला है, माया गरिदिनु होला मेरो भिडियोलाई। यो चाहिँ म पुरानो बसबाट चाहिँ क्रस भइसकेको छु। अब म चाहिँ हस्पिटल लाइनतिर चलाउँदैछु, सर म हस्पिटल लाइनको एरियातिर। यो मेरो गाडीको आवाजले गर्दा आवाज राम्रो नसुन्ने तापनि अब यसो बाटो हेर्नु होला होइन राम्रोसँग। यो चाहिँ पारी यो देखि बनाउनु लाग्छ। यो लुम्बिनी अञ्चल अस्पतालको यो नयाँ भवन बन्दैछ अहिले चाहिँ। कता मलाई गाडीले ढ्याम्न लाग्ने कि भन्नु पर्ने, टेन्सन पो भयो। एउटा डन्डा लिनु पर्ने हो, सेल्फी डन्डा। म चाहिँ अब हस्पिटल लाइन चोकमा यो एउटा चाहिँ यता पश्चिमाङ चोक भयो, एउटा पोखरा जाने बाटो यो मासतिर पोखरा जाने। यता उल्टा चाहिँ म जताडा आएको त्यो चाहिँ यो पश्चिम भयो। अब यो चोकबाट पुष्पलाल पार्क भन्छ यसलाई। अब यता तलतिर चाहिँ म भैरुवा रोडतिर जाँदैछु है, भैरुवा रोडतिर सर। यो पारी बनिरहेको बिल्डिङ चाहिँ उसको अगाडि खतरा गाडी नाम्दैछ त हो। यो बिल्डिङ हो चाहिँ हस्पिटलको यो नयाँ अञ्चल अस्पतालको बिल्डिङ बनाउँदैछ। हेर्नुहोस् बनिरहेको छ अञ्चल अस्पताल। अगाडिको लोकेसन भइहाल्यो। लाँदैछ मान्छे छत्तामा हालेर, के गर्ने, निक्लो भएर होला नि जिन्दगी। नयाँ बस पार्क एरिया यतातिर, नयाँ बस पार्क एरिया आयो। जाम छ, जाम गाडीको जाम। नयाँ बस पार्क एरियामा जाँदैछु म। अब चाहिँ यो तपाईँको मिलन चोक भयो होइन, बुटोल मिलन चोक
आइसकेको छु गाइजहरू रोडमा छु है म एक्लै यस्तो हिँडिरहेको छ र म चाहिँ एक्लै छु है गाडीमा एक्लै गाई भन्दैछु है एक्लै छु कोही छैन फाइनली अब म चाहिँ यो भइरहेको रोडमा जाँदैछु होइन गाइजहरू एक्लै छु है गाह्रो साथी हेर्नु होला म भइरहेको रोड गएको छु अघि चाहिँ म चाहिँ यो तपाईँको पुरानो बसमा यो पारी बुटोलदेखि महिनाभर बाटो बनाउँदै थिएँ महिनाभरको लाइनबाट एक्लै छु म अहिले यहाँ गाडीमा कोही छैन मसँग साथी भिड छ जान्छ मलाई हतार छ त्यहाँ म दौडिरहेको साथीहरू यो भइरहेको रोड है साथीहरू भइरहेको रोड हेर्नुहोस् यस्तो हिँड्दा चाहिँ म एक्लै अब के गर्ने कोही छैन यहाँ कुद्नु पऱ्यो भाग्नु परिहाल्यो भइरहेको रोड हो गाह्रो छ किनभने गाह्रो हेर्नु यस्तो दामी हरियाली बनायो पुरा सरर 30 मिनटमा भइरहेको पुगिन्छ 30 मिनटमा सर जाँदै सर